आउनुहोस् हामी आजको वचनतर्फ जानेछौँ। तपाईहरु म सँगसँगै पल्टाउन सक्नुहुनेछ यूहन्नाको पुस्तक 15 अध्यायको 11 पद। यहाँनिर यसरी लेखिएको छ 15 को 11 पदमा, यूहन्ना 15 को 11 मा यहाँ यसरी लेखिएको छ, मैले यी कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द भरिपूर्ण होस्। आमेन। प्रभु यीशुलाई महिमा भएको छ वचनको लागि। अनि मैले आजको शीर्षक चाहिँ लेखेको छु ख्रीष्टको आनन्द। अनि 11 पद पढ्दाखेरि चाहिँ मलाई यस्तो पवित्र आत्माले झकझकाउनु भयो। यो वचन त कतिचोटि पढेको, कतिचोटि सुनेको, तर पनि कस्तो एक्स्ट्रा नयाँ लागेको के। पवित्र आत्माले चाहिँ यो वचनबाट छुट्टै प्रकाश चाहिँ प्रभु यीशुले मलाई दिनुभएको। अनि त्यो कुराहरू चाहिँ म सेयर गर्न मन लागिरहेको थियो। आजभन्दा 2 हप्ता अगाडि चाहिँ यो वचन प्रभु यीशुले मलाई दिनुभएको थियो मेरो स्टडीको टाइममा। अनि त्यतिखेर चाहिँ टक्क म 11 पदमा रोकिएँ। अब यहाँनिर धेरैवटा कुरा छ, दाखको बोट र हाँगाको कुराहरू प्रभु यीशुले गर्नुभएको छ। उहाँमा रहने कुराहरू, उहाँमा रहेन भने चाहिँ के हुन्छ, रह्यो भने के हुन्छ भन्ने कुराहरू हामीले धेरैचोटि सुनिसकेका छौँ र यो बाइबलमा पनि यो वचनमा नि स्पष्ट लेखिदिएको छ तपाईँ र मैले पढ्यो भने। तर पनि यो 11 पदले चाहिँ मलाई स्पेसल छोको के त्यतिखेर। अनि मैले सट्ट मेरो नोटमा लेखेर राखेको थिएँ। अनि के हो भन्ने कुराहरू चाहिँ मैले त्यहाँनिर सरसर पवित्र आत्माले जे भन्नुभयो त्यो कुरा लेखेर राखेको थिएँ। र आज त्यही कुरा म तपाईँहरूको बिचमा बाँड्न जाँदैछु। अनि म हिजो फेरि यसलाई नोट गर्दै गर्दाखेरि एउटै कुरा चाहिँ पवित्र आत्माले भन्दै हुनुहुन्थ्यो। तपाईँहरू मलाई थाहा छ जब बालक जन्मिन्छ नि यो संसारमा, ऊ जन्मिँदाखेरि ऊ सँगसँगै उसले चाहिँ ऊ जन्मिँदाखेरि उसले चाहिँ के गरेको हुन्छ, उसको जीवनमा खुसी पनि ल्याएको हुन्छ, हाँसो पनि ल्याएको हुन्छ, रोदन पनि ल्याएको हुन्छ, सबै कुराहरू बोकेर आएको हुन्छ कि मान्छेको जिन्दगीमा। हो किन भन्नुहोस् त, जन्मिने बित्तिकै बच्चा के गर्छ, रुन्छ। अनि त्यो बच्चा फेरि बिचारा अब सानै हुन्छ होइन। मलाई मेरो अब ग्रेसी जन्मिँदाको समयहरू याद आउँछ। सानै रोइरहेको हुन्छ, अनि उसलाई भोक लाग्यो भने रोइदिन्छ होइन। उसको पेट टन्न भयो भने फेरि ऊ खुसी भएर बस्छ। अनि उसलाई यसरी कुचु 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 गऱ्यो भने हाँसिदिन्छ होइन। बच्चाहरूलाई फेरि अलिकति गरेर बढ भनिदिनुपर्छ, रोइदिन्छ। नेचर त्यस्तो हुन्छ मान्छेको। भन्नु खोजेको मतलब जन्मिँदैखेरि हाँसो र रोदन सँगै लिएर आएको हुन्छ मान्छेले। यसको मतलब ऊ बालक हुँदाखेरि हाँसो र रोदन उसको जीवनमा हुन्छ। तर बिस्तारै जब हुर्कदै जान्छ यिनीहरूमा अहिले भनौँ भने तपाईँ र मेरो जिन्दगीमा जस्तो धेरै ठुलो टेन्सनको कुराहरू त हुँदैन, तर पनि उनीहरूको कतिवटा डिमान्डहरू हुन्छ। त्यो डिमान्ड पुरा नगरिदिँदाखेरि उनीहरू रिसाउने अनि भनेको नमान्ने, जिद्दी गरिदिने हुन्छ। तर फेरि उनीहरूको डिमान्ड जब हामीले पुरा गरिदिन्छ नि फेरि उनीहरू खुसी हुन्छ। त्योभन्दा बाहेक उनीहरूलाई केही पनि थाहा छैन। तर फेरि बिस्तारै जब उनीहरू जवान अवस्थामा जान्छ, फेरि उनीहरू जब होइन म्याच्योर्ड हुँदै जान्छ, आमा बुवा हुन्छ होइन, हजुरबा हजुरआमा हुन्छ, विभिन्न किसिमको समस्याहरू हुन्छ। त्यो समस्या उनीहरूले भोग्नुपर्छ। त्यो समस्याहरू भोग्दाखेरि उनीहरूमा निराशाको कुराहरू नि आउँछ। तर फेरि सँगसँगै समस्या समाधान हुँदाखेरि फेरि हाँसो पनि हुन्छ, खुसी पनि हुन्छ। अनि यो चाहिँ के हो, मान्छेको जीवनको एउटा पाटो हो, एउटा पार्ट हो। मान्छे सबैजना, कोही पनि यस्तो व्यक्ति छैन जो चाहिँ जन्मिसकेपछि जन्मेर उसको मृत्यु नहुन्जेलसम्म केवल हाँसे मात्रै, केवल उसको जीवनमा आनन्द मात्रै, केवल उसको जीवनमा सबै कुरा प्रशस्त मात्रै, केवल उसको जीवनमा खुसी मात्रै चाहिँ कोही पनि यस्तो व्यक्ति छैन। इभन राजमहलमा बस्ने राजाहरूको जिन्दगीमा नि यो कुराहरू चाहिँ हुँदैन। किनभने उनीहरूको आफआफ्नो लेभल अनुसारको समस्याहरू हुन्छ, आफआफ्नो चिन्ता र फिक्रीको कुराहरू हुन्छ। अनि त्यो चिन्ता र फिक्रीको त्यो बाटोबाट भएर, त्यो परिस्थितिहरूबाट भएर सबैजना जानुपर्छ। मैले अघि भने जन्मिँदैखेरिको बच्चा पनि त्यो 2टा पाटोबाट भएर जानुपर्छ के। मैले भने भोक लाग्दा उनीहरू रोइदिन्छ, खाना दियो टन्न भयो उनीहरू खुसी भएर बस्छ। ठुलो मान्छेको जिन्दगीमा रुपियाँ पैसाको समस्याहरू हुँदाखेरि त्यो समस्यालाई कसरी समाधान गर्ने भन्ने टेन्सनमा हिँड्छ होइन। त्यो एउटा एक किसिमको भनौँ न त्यो पीडामा हिँडिरहेको हुन्छ। तर फेरि त्यो समस्या समाधान हुँदाखेरि ऊ खुसी हुन्छ। यो के हो, मान्छेको जिन्दगीको एउटा जीवनको एउटा पाटो हो, एउटा हिस्सा हो। योबाट भएर सबैजना जानुपर्छ। इभन येशू ख्रीष्ट पनि यो संसारमा आउनु हुँदाखेरि कुनै समय उहाँमा सबै कुराको आनन्द हुन्थ्यो, कुनै समय फेरि होइन व्यक्तिहरूले सताउँदाखेरि, यहुदीहरूले सताउँदाखेरि एक किसिमको चिन्ता हुन्थ्यो। त्यही कारणले गर्दा उहाँले उहाँको आफ्नो मृत्युको अन्तिम समयमा पनि पितालाई के भन्नुभएको छ, अन्तिम समयको टाइममा तपाईँले मलाई किन त्याग्नुभयो, एक किसिमको हृदयमा उहाँलाई दुःख थियो।
तर आज म तपाईहरुलाई यो सबै कुराहरू छ र पनि एउटै कुरा तपाईहरुलाई खुशीको कुरा के भन्न चाहन्छु भने यो वचन अनुसार उहाँको आनन्द चाहिँ तपाई र ममा छ। यो वचनले भन्छ मैले यी कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द भरिपूर्ण होस्। मैले भने हामीमा के हुन्छ दुईटै पाटो हुन्छ। अब म आनन्दको मात्र कुरा गर्छु। तपाईँ र ममा परमेश्वरले अलरेडी तपाईँ र म जन्मिँदैखेरि हामीभित्र आनन्द पनि हालिदिनु भएको छ, अर्थात् खुसी हुने कुरा पनि हालिदिनु भएको छ, रमाउने कुरा पनि हालिदिनु भएको छ। प्रभुको वचनले भन्छ के भन्छ फेरि मेरो आनन्द तिमीहरूमा होस्। यहाँनिर लेखिएको छ मेरो आनन्द तिमीहरूमा होस् ताकि तिमीहरूमा भएको आनन्द फेरि के होस्, मेरो आनन्द थपिँदा तिमीहरूमा आनन्द छ तर मेरो पनि आनन्द थपिँदा त्यो आनन्द के होस्, भरिपूर्ण होस् भन्छ बाइबलले। अनि मैले यसो सोचेँ प्रभु यीशु धन्यवाद यो वचनको लागि। जिन्दगीमा गाह्रो अप्ठ्यारो अघिदेखि मैले भनेको छु गाह्रो अप्ठ्यारो परिस्थितिहरू आउँछ तर तपाईँ र म जसले प्रभु येशूलाई विश्वास गरेका छौँ त्यति मात्र भएर नि पुग्दैन। किनभने आज संसार यस्तो भएको छ जसले येशूलाई विश्वास गरेको छ उनीहरूको नाम मात्र विश्वासी भएको छ अनि उनीहरू नाम मात्रको क्रिस्चियन भएको छ तर उनीहरूको जिन्दगीमा चिन्ता फिक्री समस्याहरू आउँदाखेरि त्यो समस्याले उनीहरूलाई ढालिरहेको हुन्छ। त्यो समस्याले चाहिँ उनीहरूलाई जितिरहेको हुन्छ किनभने उनीहरूलाई यो कुरा थाहै छैन, पढेको मात्रै छ। हिजो पनि हाम्रो टिममा हाम्रो बाइबल स्टडी हुँदै थियो। दुई किसिमको जगको विषयमा समस्या हुरी बतासको कुराहरू त्यहाँ थियो जसले चाहिँ चट्टानमाथि जग बनाएको छ, परमेश्वरको वचनमाथि आफ्नो जीवनको जग बसालेको छ। उनीहरूको घर चाहिँ त्यो हुरी बतास आउँदाखेरि चाहिँ ढलेन तर जसले चाहिँ परमेश्वरको वचनमाथि आफ्नो जग बसालेको छैन उनीहरूको जीवनमा समस्याहरू हुरी आउँदाखेरि त्यो घर ढलेको छ भन्ने कुराहरू हामीले पढ्दै थियौँ। अनि त्यहाँनिर चाहिँ सबैको जीवनमा के हुन्छ समस्याहरू आउँछ तर त्यो समस्याहरू क्रिस्चियनहरूको जीवनमा पनि आउँछ। वचन मान्छेले चाहिँ के भयो शून्यहरू मात्रै थियो। याकुबको पुस्तकले पनि भन्छ शून्य मात्र भएर आफूलाई धोका नदेऊ। अहिले तपाईहरु मैले जे बोलिरहेको छु त्यो तपाईहरुले सुनिरहनु भएको छ तर बाइबलले भन्छ सुनेको कुराहरू तपाईँ र मैले पालन गर्नुपर्छ अनि मात्र हाम्रो जिन्दगीमा चाहिँ के हुन्छ फलको कुराहरू देखिन्छ, आशिषको कुराहरू देखिन्छ। जस्तै यो आनन्द प्रभुको वचनले अहिले भर्खर भन्नुभएको छ मेरो आनन्द तिमीहरूमा होस् ताकि तिमीहरूमा भएको आनन्द पनि के होस् भरिपूर्ण होस् अर्थात् थपिँदै जाओस्। त्यो थपिएको आनन्द तिमीहरू झन् जिन्दगीको समस्याहरू आउँदाखेरि पनि तिमीहरू त्यो समस्यामा पनि मेरो आनन्द तिमीहरूमा भएको कारण त्यो परिस्थितिमा पनि आनन्दित हौ, त्यो परिस्थितिमा पनि रमाओ, त्यो परिस्थितिमा पनि धन्यवाद देऊ। प्रभु श्री तपाईलाई महिमा भएको होस् भनेर भन्न खोजेको वचनले। जस्तै म तपाईलाई डेमो देखाउँछु। यो चाहिँ के हो तपाईँ र ममा भएको आनन्द छ, हामीमा आनन्द। यदि भरिपूर्ण भएको भए समस्यामा हामी चाहिँ त्यही समस्यालाई हामीलाई लुटुपुटु पार्दैन थियो भरिपूर्ण भएको भए। तर हामीमा कति छ आनन्द चाहिँ छ, यति आनन्द छ। अब यो तपाईँ र ममा भएको आनन्दलाई प्रभुको वचनले भन्छ मेरो आनन्द तिमीहरूमा होस्। यो के भयो भरिपूर्ण भयो, बुझ्नुभयो? थपियो के तपाईँ र मेरो जीवन उहाँको आनन्द। अनि जब यो थपिन्छ नि ख्रीष्टको आनन्द थपिँदाखेरि समस्याहरू आउँदाखेरि पनि यो थपिएको आनन्दले हामीलाई ऊर्जा दिन्छ, पावर दिन्छ। तपाईँ र मेरो मात्रै आनन्दले हामीलाई ऊर्जा दिँदैन, पावर दिँदैन तर ख्रीष्ट येशूको आनन्दले के गर्यो अब भरिएर पोख्यो। हेर्नुहोस् त अर्को शब्दमा यहाँ भरिपूर्ण छ तर अर्को शब्दमा म भन्छु भरिएर पोखेको आनन्द उहाँले तपाईँ र मलाई दिनुभएको छ। अब यो आनन्द तपाईँ र मलाई मात्रै भएन, अब फेरि यो आनन्द अरूको लागि पनि भयो क्या। यसरी यो पोखेको आनन्द अरूको लागि पनि भयो। अब फेरि यो आनन्द यहाँ पनि सरिने भयो, यो आनन्द फेरि यहाँ पनि सर्ने भयो। जब तपाईँ र म खुसी हुन्छौँ, जब तपाईँ र म समस्यामा आनन्दित हुन्छ, हाम्रो परिवारमा समस्याहरू आउँदाखेरि तपाईँ खुसी भयो भने त्यो समस्याको बावजुद पनि तपाईँ र म खुसी छौँ, आनन्दित छौँ भने हाम्रो परिवार अरूलाई पनि ऊर्जा मिल्छ। किनभने हाम्रो हेड अफ द फ्यामिली त खुसी हुनुहुन्छ। यत्रो समस्यामा त यत्रो टाउकोमा होइन भारी बोक्न नसक्ने समस्या छ र पनि उहाँ खुसी हुनुहुन्छ, आनन्दित हुनुहुन्छ। हामी पनि उहाँसँगको आनन्दमा रमाउनुपर्छ भन्ने एक किसिमको ऊर्जा चाहिँ परिवारको बाँकी सदस्यमा आउँछ कि। अनि ख्रीष्ट येशूले तपाईँ र मलाई त्यही आनन्द दिनुभएको। आकाशमा रुपियाँ पैसाको समस्या छ तर प्रभु येशूको वचनले भन्छ तिमीमा जुन आनन्द छ अब मैले मेरो आनन्द तिमीलाई दिएको छु। रुपियाँ पैसाको समस्या भए पनि तिमी के हो रमाऊ, प्रभु येशू महिमा हालेलुया येशूलाई भनेर हिँड। यो कुराहरू चाहिँ प्रभु येशूको वचनले सिकाउँदछ। रोग र बिमारले ग्रसित भएको छ
उहाँको वचनले हामीलाई सान्त्वना दिन्छ। तपाईँको कोराको चोटले हामी निको भएका छौँ। आनन्दित हौ, ढुक्क हो प्रभु यीशु। किनभने हिजो पनि हामी एउटा कुरा छलफल गर्दै थियौँ होइन, कहिले हामी होइन यो युट्युबमा अनि यो इन्स्टामा अनि यो फेसबुकमा विभिन्न किसिमको हेल्थ टिप्सहरू दिइरहेको हुन्छ डक्टरले। नराम्रो पनि होइन, त्यो राम्रो हामीले हेल्थ टिप्स लिनुपर्छ। तर यो भयो भने यो बिमारी हुन्छ, त्यो भयो भने त्यो बिमारी हुन्छ, यो भयो भने यस्तो, त्यो भयो भने त्यस्तो, हामीले यो जग्गामा यो केयरलेस गऱ्यो भने यस्तो भन्दा 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 बेसी त हाम्रो समाधान भन्दा त समस्यातिर चाहिँ हाम्रो दिमाग गइरहेको हुन्छ। तर त्यो डक्टरले भनेको कुरा राइट हो, उनीहरूको कुरा हामीले मान्नुपर्छ। तर सबैभन्दा ठुलो कसको कुरा मान्ने? हामीले प्रभु यीशुको वचनको कुरा मानिने। उहाँको वचनले भन्छ उहाँको कोराको चोटले चाहिँ के गर्छ, तिमीहरू निको भएका छौ। अनि हामी निको भएका छौँ बाइबलले भन्छ होइन। मत्ती 8:17 भन्छ उहाँले हाम्रो दुर्बलता लिइसक्नु भएको छ। जब क्रुसमा हुनुहुन्थ्यो तपाईँ र मेरो दुर्बलता उहाँले लिइसक्नु भयो, रोगहरू उठाइ लगिसक्नु भएको भन्छ। तर हामी चाहिँ के गर्छ, हाम्रो जीवनमा समस्या आउँदाखेरि, रोग आउँदाखेरि दुखाइ हुन्छ, शरीरमा पीडा हुन्छ। त्यो म मान्छु, किनभने मैले नि यो कुरा भोगेर आएको छु, सबै तपाईँले भोगेर आउनु भएको छ। तर पनि प्रभु यीशुको वचनले के भन्छ हामीलाई, त्यो कुरामाथि चाहिँ भरोसा गर्नु, त्यो कुरामाथि विश्वास गरेर त्यो कुरालाई घोषणा गरिरहनु चाहिँ के हो, ख्रीष्टको आनन्दले तपाईँलाई मलाई भरिरहेको के। जब मान्छे आनन्दित हुन्छ नि तब मात्र सबै कुराहरू यो मुखले बोल्न सक्छ, काम गर्न सक्छ। तपाईँ र मेरो मन नै आनन्दित छैन, तपाईँ र मेरो हृदय नै आनन्दित छैन भने समस्या आउँदाखेरि त्यो समस्याले हामीलाई थिचेको गर्छ। तर तपाईँ र म आनन्दित छौँ, तपाईँ र म खुसी छौँ भने समस्या आउँछ, तर हामीलाई आत्माले भन्छ, प्रभु यीशुको वचनले यो भन्दैछ है, समस्या छ, अभाव छ, घटी कमी छ, तर प्रभु यीशुको वचनले भन्छ उहाँको महिमामय धन अनुसार ख्रीष्ट यीशुमा उहाँले हाम्रो सबै खाँचहरू पुरा गरिदिइसक्नु भएको छ। ख्रीष्ट यीशु गरिब हुनुभयो ताकि उहाँको गरिबीबाट हामी धनी हुन सक, बाइबलको वचनले भन्छ। अनि यो के गरेर भएको, ख्रीष्टको आनन्द तपाईँ र म भित्र भएको कारण। हर समय हामी आनन्दित जीवन जिएको कारणले गर्दाखेरि जिन्दगीमा उतार चढावहरू आउँदाखेरि, अप्स एन्ड डाउन आउँदाखेरि चाहिँ हामी चाहिँ के भएको, प्रभु यीशुको वचनले हामीलाई सान्त्वना दिएको। यस प्रभु यीशु धन्यवाद, यस तपाईँलाई महिमा, यस तपाईँलाई आराधना, यो कुराहरू चाहिँ हामीले भन्न सकेको। परिवारले हामीलाई बुझेन, नो प्रब्लम, ख्रीष्ट यीशु हुनुहुन्छ हामीलाई बुझ्ने होइन। पतिले मिसअन्डरस्ट्यान्डिङ गर्यो, नो प्रब्लम, ख्रीष्ट यीशुको वचनले भन्छ उहाँ हामीसँग हुनुहुन्छ। पत्नीले बुझेन पतिलाई, नो प्रब्लम, उहाँ हुनुहुन्छ हामीसँग। छोराछोरीले भनेको टेरेन, इट्स ओके, प्रभु यीशुको वचनले सम्हाल्छ। म आनन्दित हुनुपर्छ। यो कुराहरू चाहिँ केले सिकाएको, प्रभु यीशुको वचनले। तपाईँ र ममा आनन्द छ। अघि मैले भने जन्मैदेखि मान्छेमा यो दुईटा कुरा हुन्छ, रोदन र हाँसो दुवै कुराहरू हुन्छ। तपाईँ र म भित्र उहाँको होइन आफ्नै आनन्द र आफ्नै शान्तिको कुरा, खुसीको कुरा छ। तर ख्रीष्ट यीशुको आनन्द र शान्ति जब तपाईँमा थप्यो नि, तपाईँ र ममा, त्यो चाहिँ भरिपूर्ण भयो कि। अब त्यो आनन्दले झन् हामीलाई बुस्ट गर्यो, त्यो आनन्दले झन् हामीलाई पावर दियो, एनर्जी दियो। त्यो आनन्दले झन् हामीलाई अब चाहिँ के गर्यो, म जस्तो सुकै समस्यामा पनि म विजय हुन सक्छु, जस्तो सुकै काँडाको बाटोहरूमा पनि म हिँड्न सक्छु, त्यो आगोको बाटोमा पनि, त्यो पानीको बाटोमा म हिँड्न सक्छु, किनभने उहाँको आनन्द ममा छ, उहाँको वचन म भित्र छ, उहाँको वचनले मलाई सान्त्वना दिन्छ, उहाँको वचनले मलाई ढाडस दिन्छ। उहाँ मात्रै हो मलाई आनन्द दिने, ख्रीष्ट यीशु मात्रै हो। यसै कारण त बाइबलले भन्छ, फिलिप्पी 4:4 त मैले पढेँ भने त्यहाँनिर छ, प्रभुमा आनन्द गर, फेरि पनि भन्छु। आनन्द कमा गर्ने, ख्रीष्ट यीशुमा। उहाँको आनन्दमा आनन्दित गर्ने, हामी आनन्दित हुने। फेरि पहिलो थेसलोनिकी के अरे 5:16 पनि भन्छ सधैँ आनन्दित रहो। भनेको के हो, सधैँ भनेको के हो, दुःख पर्दाखेरि चाहिँ निराश हो, यत्रो अनुहार बनाएर बस्छ, तर फेरि सबै कुरा मिल्छ अनि आनन्दित भयो भनेको होइन। समस्या छ, केही कुरा मिलेको छैन, यसो गर्छु भन्दाखेरि मिलेको छैन, उसो गर्छु भन्दा मिलेको छैन, सोचेको के छ योबाट यहाँ प्रभु यीशुले लानुहुन्छ, अब यहाँबाट म फड्को मार्छु, तर फेरि यो कुराहरू आइरहेछ। त्यतिखेर चाहिँ निराश हो। अनि सबै कुराहरू मिल्दाखेरि, सबै कुराहरू हुँदाखेरि होइन, ऋणहरू सल्टिँदाखेरि, सधैँभरि स्वस्थ भइराख्दाखेरि मात्र आनन्दित भयो भनेर प्रभु यीशुको वचनले भनेको होइन। तपाईँ र म क्रिस्चियन हौ, तपाईँ र म उहाँको छोराछोरी हौ। सबैभन्दा ठुलो अहिले हामीले राज्यको कुरा सिकेका छौँ, हामी उहाँको चेला हौ।
ख्रिस्टको चेला हौँ। अनि ख्रिस्टको चेला चाहिँ कस्तो हुन्छ? उहाँको जस्तै स्वभाव बोकेको हुन्छ, ख्रिस्ट यीशुको जस्तै स्वभाव बोकेको हुन्छ, उहाँको जस्तै चरित्रमा हरेक दिन निर्माण हुँदै गएको हुन्छ। मृत्युको अन्तिम घडी पनि प्रभु येशूलाई सताउनेहरूलाई, उहाँलाई क्रुसमा टाङ्नेहरूलाई, थुथु र निन्दा गर्नेहरूलाई, थुक्नेहरूलाई पनि प्रभु येशूको वचनले भन्छ यिनीहरूले के गर्दैछ यिनीहरूलाई थाहा छैन पिता, क्षमा दिनुहोस्। त्यो स्वभावहरू तपाईँ र ममा बनिन्छ उहाँको आनन्दले। हामीले गर्देको बिजनेस व्यापारहरू डाउन हुँदैछ, अब त्यही कुरामा लागि बस्ने कि प्रभु येशूको आनन्दमा आनन्दित हुने, यो कुराहरू चाहिँ तपाईँ र मलाई सिकाउँछ उहाँको वचनले। यस कारणले गर्दाखेरि आज तपाईँ र म तपाईँलाई भन्दछु, यो मलाई त यो तपाईँलाई कस्तो लाग्यो थाहा छैन मलाई, तर यो वचनले मलाई यस्तो त्यो हिट गर्यो भन्छ नि, किक हाने के, वाह ममा आनन्द छ अलरेडी प्रभु येशू, तर तपाईँले दिनुभएको आनन्द पनि ममा भरिपूर्ण हुँदाखेरि त वाह।